यता हेर्नु पर्यो बारीबाट भिडियो खिचिरहेको छ यहाँ ल गफ गर्नु पर्यो यो आलिदेखि त सत्यमको पर्टिकुलरली आल्छ नि त्यतिको चौडाइ छ हैन लामै छ हनुमा अलिकति जम्मु त्यो भित्र हेर्नलाई जाउँ समथिङ 50 60 70 मिटर जति छ त्यतिकोमा यो त अब यो भ्यू लागेको रहेछ ल अब लो जङ्गल छ 4 पैसा झारे हो तपाईको कहाँ हो त्यहाँ हो देवीघाटमा हो ए देवीघाटमा अनि मैले यसमा अब देवीघाटमा ल बयर खाने भए टिपेर खाँदा भयो योजना बनाइराखेको छु मैले ओ यो त ल प्याज रहेछ है फोटो चाहिँ खिच न भाइ फोटो खिच फोटो चाहिँ हो फोटो खिच्नु यो कुखुराले खोइ कहाँ कुखुराको मल यो त के को मल हो यस्तो अनु बाख्रा उँट यो प्योर मल हो त्यो जग्गा चाहिँ कस्तो यो त शेखरको हुन्छ एउटा होइन हौ उहाँको त्यो जग्गा मेरो आफ्नै बोजूको होइन मलाई मैले यसपालि गएर कुरा गर्दाखेरि यस्तो यस्तो म गर्ने प्लान छ भनेर गर भने होइन अनि त्यसमा चाहिँ काका मेरो काका एउटा यो बिग्रिरहेको रहेछ यार अब यो एकजना एउटा मामा हुन्छ क्या अनि समथिङ हामीले सल्लाह लौ लौका फोटो खिच न बाबुलाई फोटो खिच भिडियो चाहिँ खिचिरहेको छु मैले होइन म लौका होइन म फोटो खिच्छु ल ल फोटो खिच लौका पक्रेको है